कुनै जङ्गलमा एउटा दुम्सी बस्दो रहेछ। त्यो दुम्सीलाई एकदम तरुल खाने मन लागेछ। उसलाई तरुल खान असाध्यै मन लाग्यो। तर त्यही जङ्गलको बाटोमा एकजना व्यापारी तरुल बोकेर हिँड्दो रहेछ। अनि तिन दुईटाको बेचमा भेट भएछ, मलाई तरुल खान मन लागेको छ, मलाई तरुल दिनुहोस् न भनेर दुम्सीले त्यो मान्छेसँग तरुल मागेछ। अनि व्यापारीले के भनेछ भने तरुल तिमीलाई मैले दिन्छु, तर त्यसको बदलामा मलाई तिमीले के दिन्छौ? म त व्यापारी हो, व्यापारीले त केही नदिकन केही त लिन्न उसले। म त व्यापारी हो, तिमीले केही दिन्छौ भने तब मात्र म तिमीलाई केही दिन सक्छु, होइन भने म तरुल दिन सक्दैन भनेर इन्कार गरेछ। मसँग के छ र त्यस्तो तपाईँले लाने भन्दा व्यापारीले के भन्छ भने मलाई दुम्सीको काँडाको खाँचो छ, प्रतिदिन तिमीलाई मैले एउटा प्रतिदिन तिमीलाई मैले एउटा तरुल खुवाउँछु, प्रतिदिन तिमीले मलाई फेरि एउटा तिम्रो शरीरको काँडा दिनुपर्छ भनेछ। त्यो दुई बिचमा काँडा दिने र अनि तरुल लिने बिचमा सम्झौता भएर पछि भोलिदेखि व्यापारी त्यो बाटो आउँदो रहेछ, एउटा तरुल दिँदो रहेछ, उसको एउटा काँडा लिँदो रहेछ दुम्सीको। फेरि अर्कोचोटि आउँछ, फेरि एउटा तरुल दिँदो रहेछ, फेरि एउटा काँडा। दिन प्रतिदिन यो क्रमिक रूपमा जारी हुँदा एक दिन दुम्सी नाङ्गै भएछ कि काँडै छैन शरीरमा, सबै बेचेर भ्यायो। त्यही मौका पारेर एउटा सिकारी त्यो बाटो आउँदै थियो। त्यो सिकारीले उसको शरीरमा के काँडै नभएको कारणले गर्दा सिकारीले उसलाई सजिलै के गर्न सक्यो भन्दा बाँड चलाउन सक्यो। उसमा यदि त्यो काँडा भएको भए त उसले त्यो आफूलाई सेभ गर्न सक्थ्यो नि त, तर उसले आफूलाई सेभ गर्न नसक्यो, डिफेन्स गर्न नसकेको कारणले गर्दा ऊ मर्यो। र उसको त्यो अल्पहीन बुद्धिले गर्दा उसले जीवन नै गुमाउनु पर्यो। यही हाम्रो जीवनमा लागू हुन्छ, यही हाम्रो काममा लागू हुन्छ। हामीले आफ्नो भएको सम्पत्ति घर छ, काम गर्दैनौँ, साट्दै बाबुआजूले कमाइदिइसकेर त्यो दिँदै दिँदै खान्छौँ, लास्टमा बाबुआको सिट दिन्छ। अनि दुम्सीको नियति हामीले भोग्नुपर्छ, त्यही दुम्सीको नियति हामीले भोग्नुपर्छ।